गाइस वेलकम ब्याक टु माई च्यानल। देख्न सक्नुहुन्छ हाम्रो ट्रेनर दाजु यहाँ आउँदै हुनुहुन्छ। ट्रेनर दाजुले बिहानबाट मोबाइल मात्रै हेर्नुभएको छ, किन होला यस्तो? आज चाहिँ मुड के भयो छ होला? हाम्रो हुन्छ सबिन दाजु। हेलो दाजु, हाई गरिदिनु सबैलाई। दाजु आज मोबाइल हेर्नुको कारण के होला? दाजुको आज मोबाइल हेर्नुको कारण के होला खासमा? दाजु अस्सलाम वालेकुम। ट्रेनर दाजु हुन्छ दाजु, एक दुईवटा पोस्ट फ्लेक्स गरिदिनु न। गरिदिनु न एउटा। कहाँबाट मर्छ क्या यसको अलि उता जानु भल्क सर्ट छेकिदिनु पर्छ 15 हान्नु भर्खर हाम्रो चेस्टको वर्कआउट सकियो होइन। त्यसपछि हामीले गर्ने अब बाइसेप। कति हाम्रो गाउँमा छैन ब्याकै आएको सबिनलाई भन्नु सबिनको ब्याकै टिसर्ट लागेको छैन सबिन देख्न सक्नुहुन्छ हाम्रो सबिन दाजुले हानिसक्नु भएको छ पुरा। कति केजी हो दाजु यो? हामीले रडको वेटलाई गर्ने छैनौँ। मैले बहुत दिन भएको बिहा यो नहाने। अब यो दुख्छ क्या दाजु यार, यो लास्टै त्यो झन् उहाँ गएर घर गएपछि निन्द्रा लाग्छ क्या दिउँसो, त्यही भएर हान्दैन। किसो ब्रो मेरो साथी दाजुको वर्कआउट चलिरहेछ। ल दाजुभाइ हेर्नुमा देख्न सक्नुहुन्छ आजको कन्डिसन राइट नाउ। मैले चाहिँ यो लगाइरहेको थिएँ। किसो ब्रो मेरो साथी हामी चाहिँ अब जान लाग्यो घरतिर होइन। आजको वर्कआउट सकियो, चिसो धेरै छ। हाम्रो सर आउनुभयो उहाँबाट। सर आज हामीले कुन कुन सब्जेक्ट पढ्नु भयो हजुरले? आज भोलि विद्यार्थीहरूको इक्जाम चल्दैछ भोलिबाट। भोलि चाहिँ 7 क्लासको नेपाली रहेको छ, त्यही भएर आज नेपाली चिठी लेखनहरू जीवनी लेखनहरू पढाएर आए। सर अनि हजुरको वर्कआउटको टाइम मिलिरहेन है? हामी अब कति 30 गतिदेखि होइन रेगुलर? हजुर अहिले चाहिँ इक्जाम चलिरहेको हुनाले म वर्कआउट गर्न भ्याएको छैन। बच्चाहरूको इक्जामले गर्दाखेरि मलाई चाहिँ एकदम बिजी टाइम पाइएको छैन। अब 30 गते चाहिँ सिद्धिन्छ, त्यसपछि चाहिँ हामी रेगुलर आउनेछौँ फेरि। के गर्ने होइन, रेगुलर त गर्नु पऱ्यो जिम। एट द एन्ड चिसो पनि धेरै छ, ज्याकेट नै लाउनु पऱ्यो। धेरै चिसो छ धेरै। वर्कआउट गरियो आज मामासँग, सोनुको बाबासँग होइन। यति नै गाइस, भिडियो हेरिदिएकोमा थ्याङ्क यू। अनि सबैले माया देखाउनु होला। नेक्स्ट भ्लग हाम्रो फेरि आउनेछ। एन्ड बाई, थ्याङ्क यू सो मच फर वाचिङ गाइस।